र कार्यक्रममा आज माननीय अर्थमन्त्रीज्यूको पनि उपस्थितिको कुरा थियो, तर अन्तिम समयमा उहाँका केही कार्यव्यस्तताको कारणले गर्दाखेरि उहाँको उपस्थिति हुन सकेन। यद्यपि हामीले अर्थ मन्त्रालय माननीय अर्थमन्त्रीज्यूको विशेष सम्बोधन रिटन डकुमेन्टेसनमा प्राप्त गरेका छौँ, जुन कुरा म पढेर यहाँलाई सुनाउन चाहन्छु। सूचना तथा सञ्चार प्रविधि आइसिटीले विश्व अर्थतन्त्र, शासन प्रणाली र नागरिकको जीवनशैलीमा आमूल परिवर्तन ल्याइरहेको वर्तमान सन्दर्भमा आइसिटी अवार्ड 2025 को आयोजना हुनु अत्यन्तै प्रशंसनीय तथा समयाकुल पहल हो। विगत 10 वर्षदेखि निरन्तर रूपमा आयोजित हुँदै आएको यस अवार्डले नेपालमा प्रविधि, नवप्रवर्धन र उद्यमशीलतालाई प्रोत्साहन गर्दै आइसिटी क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ। सन् 2016 मा 2 विधाबाट सुरु भएको आइसिटी अवार्ड आज विभिन्न 17 विधामा विस्तार भई दक्षिण एसियासम्म फैलिन सफल हुनु गौरवको विषय हो। यस गौरवमय 10औं संस्करणमा आइसिटी अवार्ड परिवारलाई विशेष बधाई तथा शुभकामना व्यक्त गर्दछु। यो नेपाली आइसिटी क्षेत्रका लागि एउटा महत्त्वपूर्ण उपलब्धि हो र नेपाली प्रतिभालाई सम्मान गर्ने यो अभियानले निरन्तरता पाओस् भन्ने कामना समेत गर्दछु। आइसिटी अवार्डले नेपालको डिजिटल इकोसिस्टम विकासमा तथा यस क्षेत्रमा क्रियाशील स्टार्टअप, नवप्रवर्धन, उद्यमी र प्रोफेसनल्सहरूको पहिचान, प्रवर्धन र प्रोत्साहनमा उल्लेखनीय भूमिका खेलेको छ भन्ने मेरो विश्वास छ। नेपालको आर्थिक रूपान्तरण, उत्पादकत्व वृद्धि, वित्तीय समावेशिता तथा सुशासन प्रवर्धनमा डिजिटल प्रविधिको भूमिका दिन प्रतिदिन अझ महत्त्वपूर्ण बन्दै गएको छ। स्टार्टअप, नवप्रवर्धन, निजी क्षेत्र र युवा प्रतिभाले प्रविधि मार्फत सृजना गरिरहेका नयाँ सम्भावनाहरू आइसिटी अवार्ड जस्ता प्लेटफर्म मार्फत पहिचान र सम्मान पाउनु अत्यन्त सकारात्मक संकेत हो। सरकार डिजिटल अर्थतन्त्रको विस्तार, प्रविधि मैत्री, नीतिगत वातावरण निर्माण तथा निजी क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने दिशामा प्रतिबद्ध छ। नेपाललाई आइटी हबको रूपमा विकास गर्ने लक्ष्यसहित तपाईहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्दछु। आइसिटी अवार्ड जस्ता पहलले प्रतिभालाई प्रोत्साहन गर्ने, लगानी आकर्षित गर्ने र समग्र राष्ट्रिय अर्थतन्त्रलाई थप प्रतिस्पर्धी बनाउने विश्वास लिएको छु। अन्त्यमा आइसिटी अवार्ड 2025 को सफल आयोजनाका लागि आयोजक संस्था लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपाललाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। अवार्डका विजेता तथा सहभागी सबै नवप्रवर्धक, उद्यमी, संस्था तथा प्रतिभाहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै नेपालको डिजिटल भविष्य निर्माणमा अझ सशक्त योगदान पुर्याउने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु। रामेश्वर खनाल, माननीय मन्त्री, नेपाल सरकार, अर्थ मन्त्रालय। अर्थ मन्त्रालयप्रति हामी हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ।